मेरै निम्ति स्वर्गको परमेश्वरले तिमलाई बनाउनु भो। हजुरकै शरीरको एक अङ्ग म पनि मेरै निम्ति स्वर्गको परमेश्वरले तिमलाई बनाउनु भो। योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमलाई बनाउनु भो। म तिमीलाई असाध्यै माया गर्छु। मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु। म तिमीलाई असाध्यै माया गर्छु। मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु। सृष्टिकै उत्कृष्ट रचना हो हामी। सृष्टिकै उत्कृष्ट रचना हो हामी। मेरै निम्ति स्वर्गको परमेश्वरले तिमलाई बनाउनु भो। छाती चिरेर देखाऊ कसरी हिस नै हाम्रो साथी। आजन्मसम्मलाई यो माया हजुरलाई मृत्युलाई पनि मात दिने। छाती चिरेर देखाऊ कसरी कृष्णै हाम्रो साथी। आजन्मसम्मलाई यो माया हजुरलाई मृत्युलाई पनि मात दिने। आत्माको मिलन हो यो हाम्रो प्रेम। आत्माको
योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु सबैलाई जय मसीह नमस्कार हुन्छ हामी यो बडा खुसियालीको क्षणमा छौँ हाम्रो दुला राजा अनि दुलनी रानी यति राम्रो है चखेवाको जोडी जस्तै भनौँ राजा र रानी जस्तै उहाँ यहाँनिर बस्नु भएको छ त्यसै कारणले हामी उहाँ भएको कारणले मात्रै स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु हजुरकै शरीरको एक अङ्ग म पनि मेरै निम्ति स्वर्गको धन्यवाद हाम्रो सञ्चालक बाबुलाई अनि सबैलाई जय मसीह नमस्कार ख्रिस्टीय अभिवादन भन्न चाहन्छु र हामी धेरै लामो समयसम्म पर्खिरहेछौँ बसिरहेछौँ है यो कतिलाई क्रिस्चियन विवाह नयाँ हुनसक्छ यहाँ हाम्रो कति नयाँ आफन्त इष्ट मित्र आएको हुनुहुन्छ र क्रिस्चियन विवाहमा यहाँनिर रमाइलो बाजा गाजा बजाउँदै नाच्दै रमाइलो गर्ने नभएर विवाह के हो विवाह कस्तो हुनुपर्छ र विवाह जीवनभरि सँगै रहने एउटा समर्पणता हो भन्ने कुरालाई चाहिँ हामीले बुझ्नु अति आवश्यक र मानिसलाई आफ्नै स्वरूपमा माटोद्वारा बनाएको र स्त्रीलाई चाहिँ त्यही मानिसद्वारा उहाँले उसको करमबाट झिकेर बनाउनु अनि त्यो मानिस उसको सहयोगी नपाउँदा सबै अरू सृष्टिसँग नाच्दा ऊ निराश नै थियो जब परमेश्वरले उसको सहयोगी एउटा स्त्री बनाएर ल्याउनु भयो एकदमै रमायो आनन्दित भयो यो त मेरै हाटको हाट मासुको मासु हो र स्त्री भनिने छ भनेर पनि नाम राख्यो है त्यसकारण आज सुरुमा एकजना व्यक्तिबाट परमेश्वरले आशिष दिनुभयो र आज हामी संसारभरि धेरै मानिसको जनसङ्ख्या वृद्धि भइरहेछ उहाँको इच्छा यही हो अनि सुरुको विवाह उहाँले गरिदिनु भयो ती दुवैलाई आशिष दिनुभयो तिमीहरू फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाऊ भन्ने आशीर्वाद दिनुभएको कारणले आज हामी यति धेरै यहाँ छौँ त्यसकारण हामी यता जाँदैनौँ र आज त्यही परमेश्वरको इच्छा अनुसार यो विवाह हुन जाँदैछ र हामी यो विवाहका साक्षी हुनका लागि यहाँ छौँ र कसको विवाह कसरी हुँदैछ भन्ने कुराको अलिकति यहाँलाई मैले जानकारी दिँदै यो विवाहलाई अगाडि बढाउने अनुमति चाहन्छु। श्री रामलाल चौधरी र आमा चेलिया चौधरीका सुपुत्र घोराई 11 चागु दाङ बस्ने वर्ष 29 का दाङ कोइननिया मण्डलीका सदस्य श्री कृष्ण चौधरीको श्री फागुराम चौधरी परागु चौधरी र दुर्गा चौधरीकी सुपुत्री दङ्गी शरण 4 मौली बस्ने वर्ष 24 की करुणा एजी चर्च बेलगना दाङ मण्डलीकी सदस्य सुश्री सृजना चौधरीसँग
ख्रिस्टीय विधि अनुसार पवित्र विवाह हुन गइराखेको छ र यो विवाहका साक्षी हुनका लागि हामी यहाँ उपस्थित भएका छौँ र यतिखेर आजको हाम्रो दुलहा बाबु कृष्ण चौधरी र हाम्रो दुलही रानी सिर्जना चौधरी तपाईँ आफ्नो ठाउँमा उभिनुहोस् र सँगै साथी पनि उभिनुहोस्। आज विशेष उहाँहरू विशेष व्यक्ति हुनुहुन्छ, तपाईँले उहाँको हेरचाह गर्नुपर्छ, सबै कुरा सहायता गर्नुपर्छ र विवाह जीवनमा एकचोटि गर्ने कुरा बाइबलले हामीलाई सिकाउँछ, जबसम्म मृत्युले नछुट्याएसम्म हामी सँगै रहन्छौँ। यी मानिस र स्त्रीलाई पवित्र विवाहमा एकसाथ मिलाउनका लागि परमेश्वरको दृष्टि र यस समूहको उपस्थितिमा हामी जम्मा भएका छौँ। स्वर्गीय ईश्वरीय बुद्धि, परमेश्वरको ईश्वरीय बुद्धि र दयाद्वारा स्वर्गमा स्थापित भएको विवाह पवित्र विधि हो भनी बाइबलले हामीलाई बताउँदछ, सिकाएको छ। परमेश्वरले भन्नुभयो मानिसले गर्न असल छैन, बाइबलले कुरा बताएको छ। त्यसकारण आज म यतिखेर हाम्रो आजका दुलहा बाबु कृष्ण चौधरीलाई केही कुरा सोध्छु। वैवाहिक सम्बन्धलाई ख्रिस्ट र उहाँको मण्डलीलाई एक प्रतिरूप बनाई परमेश्वरले यस घडीलाई हेर्नुहुने उहाँको कोमलतालाई उहाँले थाहा गराउनु भएको छ र तपाईँहरूका आशिषहरू उहाँप्रति एक अर्काप्रति भएका तपाईँका जिम्मेवारीहरूका सम्बन्धमा उहाँले बताउनु भएको छ र सचेत बनाउनु भएको छ। उहाँले विवाहको निम्सार बनाउनु भएको छ। त्यसकारण यतिखेर आजका दुलहा बाबुलाई म यहाँ केही भन्न जाँदैछु। कृष्ण चौधरी बाबु, यस क्रिस्चियन विवाहका सौभाग्य र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनका लागि तपाईँको अगाडि उभिएकी स्त्री सिर्जना चौधरीलाई तपाईँले आफ्नो विवाहित पत्नी हुनका लागि लिन तयार हुनुहुन्छ? म तयार छु। के तपाईँले उनीलाई प्रेम गर्नुहुनेछ? प्रेम गर्नेछु। र सन्ताउन दिनुहुनेछ? दिन्छु। आधार गर्नुहुनेछ? गर्छु। रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ? गर्छु। अरू सबैलाई त्यागी यिनको मात्रै हेरविचार गर्नेछु भनी कबुल गर्नुहुन्छ? म कबुल गर्दछु। हाम्रो भाइ साँच्चै हाम्रो सिर्जना नानीसँग विवाह गर्नको लागि तयारी हुनुहुन्छ र हामी एकचोटि उहाँको लागि ताली बजाइदिन्छौँ। यही प्रश्न आजको दुलै नानी सिर्जना चौधरीलाई पनि म भन्न जाँदैछु। सिर्जना चौधरी, यस क्रिस्चियन विवाहका सौभाग्य र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनका लागि के तपाईँको अगाडि उभिएका यी पुरुष कृष्ण चौधरीलाई आफ्नो विवाहित पति हुनका लागि लिन तयार हुनुहुन्छ? के तपाईँले यसलाई प्रेम गर्नुहुनेछ? सन्तान दिनुहुनेछ? आधार गर्नुहुनेछ? रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ? अरू सबैलाई त्यागी तपाईँहरू दुवै बाँचुन्जेलसम्म उहाँको मात्रै हेरविचार गर्नुहुनेछ? हुन्छ। हाम्रो नानीले पनि सकारात्मक जवाब दिनुभएको छ। उहाँ कृष्ण चौधरीसँग विवाह गर्नलाई एकदमै खुसी साथ स्वीकार गर्नुभएको छ। हामी एकचोटि ताली बजाइदिउँ र उहाँहरू दुवैजना बिचमा एक अर्कालाई स्वीकार गर्नुभएको छ र विवाह गर्नको लागि तयारी हुनुभएको छ। र उहाँको इच्छा मात्रै भएन,
र हाम्रो दुलै नानीको अभिभावक बुवा यहाँ आएर म मेरो छोरीलाई कृष्ण चौधरीसँग विवाह गर्नको लागि अनुरोध गर्छु अथवा म उहाँलाई अनुमति दिन्छु भनेर भन्नुपर्छ। उहाँको हात राखेर उहाँको हातमा राखिदिनुहोस्। उहाँको हात दाहिने हात हालेर उहाँको दाहिने हातमा राखिदिनुहोस् है। उहाँको हातलाई आफ्नो छोरीको हातलाई छोरीको हात मेरो छोरीलाई विवाह गर्न अनुमति दिएको छु। उहाँले आफ्नो छोरीलाई कृष्ण चौधरीलाई विवाह गर्ने अनुमति दिनुभयो। आफ्नो हात उहाँको हातमा थमाइदिनु भएको छ है। त्यसकारण यसरी नै हाम्रो दुला बाबुको अभिभावक बुवा रामलाल चौधरीजीलाई पनि अगाडि आएर सृजना चौधरीलाई हाम्रो घरको बुहारी हुनलाई हामी सबै परिवार स्वीकार्य छौँ, खुसी छौँ भनेर भन्नुपर्नेछ। सृजना चौधरीलाई हाम्रो घरको बुहारी हुन हामी सबै परिवार स्वीकार्य छौँ। हामी धन्यवाद। अब यो विवाह दिनको लागि हामीलाई कुनै कुराले रोक्दैन। हुन्छ, हाम्रो कृष्ण चौधरी भाइलाई मेरो पछि पछि दोहोऱ्याउन लगाउँछु। म कृष्ण चौधरीले तिमी सृजना चौधरीलाई मेरी विवाहित पत्नी हुनका लागि दिन्छु। यस दिनदेखि उसो असलमा खराबमा धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँग राख्नेछु। हेरचाह गर्नेछु। मृत्युले नछुट्याएसम्म प्रेम गर्नेछु र प्रसन्न हुनेछु। त्यस बेलासम्म म तिमीलाई मेरो प्रेमको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यसो गर्दछु। आमेन। हात छोड्नुहोस्, हामी ताली बजाउँदै फेरि हाम्रो नानीले उहाँको हात समात्नुहोस्। दाहिने हात समातेर मेरो पछि दुलै नानीले भन्नुपर्छ है। ल, मेरो पछि तपाईँले पछ्याउनु। म सृजना चौधरीले तपाईँ कृष्ण चौधरीलाई मेरा विवाहित पति हुनको लागि लिन्छु। यस दिनदेखि असलमा खराबमा धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँग राख्नेछु। हेरचाह गर्नेछु। मृत्युले नछुट्याएसम्म प्रेम गर्नेछु र प्रसन्न हुनेछु। त्यस बेलासम्म म तपाईँलाई मेरो प्रेमको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु। आमेन। हुन्छ, त हात छोड्न सक्नुहुन्छ। अब उहाँले यो गरेको करार बाचालाई पक्का गर्नको लागि तपाईँहरूसँग केही उपहार चिन्हहरू छ भने मलाई दिन सक्नुहुन्छ। औँठीहरू हामीलाई चाहिन्छ विवाहमा है। अरू गहना तपाईँहरूसँग छ भने पछि लगाउनुहोस्। दुवैतिरबाट, हाम्रो नानीको तर्फबाट अनि बाबु दुवैको तर्फबाट औँठी
छ भने उपहार मलाई दिन सक्नुहुन्छ। औँठी हो र यो सुनको औँठी हो। सुनले पवित्र जनाउँछ। यो पवित्र धातु हो। यो एकदमै महँगो धातु पनि हो। अनि यसले चाहिँ म तिमीलाई सधैँ पवित्रताको प्रेममा रहनेछु र म तिमीलाई सबै मेरो भौतिक सम्पत्तिभन्दा पनि बहुमूल्य सम्झिनेछु भन्ने कुराहरू यसले प्रतिनिधित्व गर्दछ। र यो गोल आकारको छ। यसको सुरु पनि छैन, अन्त पनि छैन। हामीले गरेको करार कहिल्यै पनि टुट्ने छैन। यो चाहिँ पक्का रहनेछ भन्ने कुराको प्रतिनिधित्व गर्दछ। यसकारण अर्को यो औँठी जब उहाँले आफ्नो हातमा देख्नुहुनेछ आज गरेको करारलाई सम्झिनुहुनेछ र उहाँहरू फेरि पुनः एउटा पारिवारिक अवस्था अघि बढ्दा सधैँ आज जस्तो खुसी नहुन सक्छ। त्यतिखेर विवाहमा मैले जीवनभरि मृत्युले नछुट्याएसम्म अलग नहुने प्रतिज्ञा वाचा गरेको छु भन्ने कुराको सम्झना यसले दिलाउनेछ। त्यसकारण यो औँठीको लागि हामी हाम्रो भाइले ल्याउनु भएको छ। साँच्चैमा मेरो प्रतिज्ञा बाचामा पक्का छु भनेर ल्याउनु भएको छ। त्यसरी नै हाम्रो नानीले पनि यहाँ यो औँठी ल्याउनु भएको छ। पनि सुनको औँठी, त्यो अघि भने सुन महँगो धातु है र यो बहुमूल्य कुरा हामी सम्झिन्छौँ। र अघि हामीले वचनमा सुन्यौँ पत्नी पाउनेले असल कुरा पाउँछ, पति पाउनेले पनि असल कुरा पाउँछ है। मूल्यवान कुरा चाहिँ त्यो नै हो। र त्यो सम्झनाको लागि यहाँनिर एउटा पवित्रतामा जिउने यो सुनले यो एउटा चोखो धातु होइन। हाम्रो समाजमा सुनपानी खाने चलन पनि छ, चोखो बनाउनु त्यति एउटा पवित्र धातु र यो विवाह करार चाहिँ यस्तै पवित्र रहिरहनेछ भन्ने कुराको सम्झना दिलाउँदछ। अनि यो गोल आकारको छ। यसको सुरु पनि छैन, अन्त पनि छैन। त्यसरी नै हाम्रो करार पक्का रहिरहनेछ। यो टुट्ने छैन भन्ने कुराको प्रतिनिधित्व गर्दछ है। र मैले अघि नै भने हामी यसको लागि प्रार्थना गरौँ। अनि त्यसपछि हाम्रो भाइ नानी बाबुहरूले अर्कालाई लगाउनु हुनेछ। हामीहरूका जीवित अनि महान परमेश्वर पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वर, हाम्रो आजको दुल्हा बाबु र दुलै नानी एक अर्कालाई मन पराए, स्वीकार गरे र उनीहरूले जीवनभरि एक साथ सँगै बस्ने, मृत्युले नछुट्याएसम्म प्रभु यो बन्धनमा रहिरहने करार हामी मण्डलीको सामु, परमेश्वर को उपस्थितिको सामु उनीहरू दुवैजनाले यो व्यक्त गरेका छन्। प्रभु हामी यो करारलाई पक्का गर्नको लागि उनीहरूले यो भौतिक प्रभु सुनको औँठीले प्रभु अनि यो करारलाई पक्का गर्न चाहन्छन् ताकि उनीहरूको वैवाहिक जीवन एउटा आशिषमय बनिराखोस्। यो औँठीलाई जब आफ्नो औँलामा उनीहरूले देख्नेछन् र उनीहरूको वैवाहिक जीवन अझै अगाडि एकले अर्कालाई प्रेम र वास्ता गर्दै अगाडि बढ्न सक्नेछन्। त्योको लागि हामी प्रार्थना गर्छौँ, आशिष दिनुहोस् र यो करार पक्का भएको बिन्ती गर्दछु। परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्माको नाममा आमेन। यो औँठी तपाईँले भएको देब्रे हातको बायाँ हातको साइली औँठी यो चौधरीलाई, तिमी सृजना चौधरीलाई यो सुनको औँठीका चिन्हका साथ, यो सुनको औँठीको चिन्हका साथ मेरी विवाहित पत्नी भनेर ग्रहण गर्छु, स्वीकार गर्छु र मेरो सम्पूर्ण भौतिक सम्पत्तिमाथि अधिकार दिन्छु। पिता पुत्र पवित्र आत्माको नाममा आमेन। ल लगाइदिनु सब पुरै हामी ताली बजाइदिउँ।
तपाईँ कृष्ण चौधरीलाई कृष्ण चौधरीलाई यो सुनको औँठीका चिन्हका साथ यो सुनको औँठीको चिन्हका साथ मेरा विवाहित पति भनेर मेरा विवाहित पति भनेर स्वीकार गर्छु लिन्छु तपाईँको अधीनमा संसारमा रहन्जेलसम्म म तपाईँको अधीनमा रहनेछु र तपाईँलाई सहयोग गर्नेछु। पिता पुत्र पवित्र आत्माको नाममा आमेन। लगाइदिनुहोस्। स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो। हजुरकै शरीरको एक अङ्ग म पनि मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो। हजुरकै शरीरको एक अङ्ग म पनि उहाँकै योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो। जसले आफूलाई अहिले तपाईँको हेरचाहमा सुम्पेकी छिन् र प्रभुमा जिउने कोसिस गर्नुहुँदा तपाईँको कुनै पनि शब्द वा कामले तिनको आँखी भौँले दुःखले नछोपोस् र तिनका आँखाहरू आँसुले धमिला नपार्यो। त्यस्तै आजको दुलै नानी सिर्जना चौधरी तपाईँको अनुग्रहद्वारा तपाईँले जित्नुभएका हृदयलाई तपाईँका पवित्र गुणहरूद्वारा कायम राखिराख्ने तपाईँको जिम्मेवारी हुनेछ र म तपाईँहरू दुवैलाई यहाँ भन्न चाहन्छु, तपाईँहरूका स्वरले प्रेमको कोमल र ध्वनिलाई नगुमाउन्, न त तपाईँका आँखाले कोमल ज्योतिलाई बिर्सिनु जसद्वारा तिनीहरू चम्केका छन्। अनि सबैभन्दा महान चाहिँ सबै समयमा सबै थोकहरू माथि परमेश्वरको उपस्थिति र सिंहासन रहिरहेको होस्।
मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो हजुरकै शरीरको एक अङ्ग म पनि मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो हजुरकै शरीरको एक अङ्ग म पनि उहाँकै योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो मेरी प्रियसी म तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु मेरी प्रियसी म तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु सृष्टिकै उत्कृष्ट रचना हो हामी सृष्टिकै उत्कृष्ट रचना हो हामी मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो
योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भयो। मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भयो। हजुरकै शरीरको एक अङ्ग म पनि मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भयो। हजुरकै शरीरको एक अङ्ग म पनि उहाँकै योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भयो। ए मेरी प्रिय